अवस्था यस्तो आयो आफ्ना कार्यकर्ताले समेत मत हालेनन्। आफ्ना कार्यकर्ताले मत हालेनन् महाशयहरू, तपाईँले बुझ्नुहोस् त कुरा। एमाले कांग्रेस माओवादीका कार्यकर्ताले धरि मत हालेनन्। अनि यहाँ अहिले मान्छेको अवस्था कस्तो भएको छ भने म एमाले हुँ भन्नलाई लाज मानिरहेका छन्, म कांग्रेस हुँ भनेर हिँड्नेहरूले लाज मानिरहेका छन्। कुन पार्टी भनेर मैले यसो सोधेको एमालेहरू, मलाई थाहा छ यो मान्छे एमाले हो, यो मान्छे कांग्रेस हो, मलाई थाहा थियो। यसो सोधेको, अब म त उसले मलाई नचिनेको, मैले उनलाई चिनेको। यसो हुन्छ नि त गाउँघरका ठुल्ठुला दिग्गजहरू। अनि कुन पार्टी भनेर यसो सोधेको कार्यकर्ताहरूलाई, हामीले त यसो यसो मा हालेको भन्छ। फेरि ऊ चाहिँ खाँटी कांग्रेसी, ऊ चाहिँ खाँटी एमाले, थाहा छ। त्यस्तो अवस्था आयो देशमा। किन आयो? तपाईँहरूको अकर्मण्यताले गर्दा, तपाईँहरूको कुशासनले गर्दा, तपाईँहरूको भ्रष्टाचारले गर्दा, तपाईँहरूको अनियमितताले गर्दा, तपाईँहरूको तानाशाहीले गर्दा।